हेलो एभ्रिवान गाइजहरु, आज चाहिँ म खुर्सानी गोड्ने क्रममा छु। सिरामा है खुर्सानी गोड्न आएको छु। अनि यहाँ खुर्सानी चाहिँ हाम्रो उर्मिलाले जोस टनक्कै लगाएको रहेछ अनि खुर्सानी फलाएको रहेछ। अनि म चाहिँ आज बारीमा आएको थिएँ अनि खुर्सानी गोड्दै छु। ल गाइजहरु, तपाईहरुलाई म देखाउँछु खुर्सानी कस्तो छ भनेर, कस्तो फलिरहेको छ भनेर। ल हेर्नुस् साथी हो, सिरा जिल्लाको खुर्सानी यस्तो छ है त। अनि यहाँ चाहिँ खुर्सानी फलाएर खुर्सानी बेच्ने काम हुन्छ साथी हो। यहाँ चाहिँ बोराको बोरा खुर्सानीहरू बेच्न लगिन्छ बजारमा। अनि यस्तै काम छ है साथी हाम्रो त यो सिरा जिल्लामा। ल यो खुर्सानीको झ्याङहरू सानै छ अनि यो जति पनि देख्नु भएको छ नि यो सबै खुर्सानीको झ्याङ हो त गाइजहरु। यस्तै छ है त हाम्रो पारा। गाइजहरु, यो चाहिँ कागतीको बोट है त। कागती एकदम मजाले फलेको छ। यो चाहिँ कागतीको बोट। कागती चाहिँ यतिको फलेको छ। ल हेर्नुस् है साथी हो, कसलाई चाहिन्छ कागती आउनु होला लिनलाई, तपाईहरुलाई सुपथ मूल्यमै दिन्छु। ल हेर्नुस् गाइजहरु, कागतीको बोट यो चाहिँ हाम्रो बुवाले रोप्नु भएको मजाले फलेको छ। उता उता टन्नै छ। हेर्नुस् ल साथी गाइजहरु, ल साथीहरु कति खाने आउनुस्, तपाईहरुलाई म फ्रीमै दिन्छु। ल हेर्नुस् कागती कति खाने आउनुस्। ल हेर्नुस्, ल गाइजहरु यति फलेछ कि कागती यति फलेछ कि यति फलेछ कि। ल हेर्नुस्, ल हेर्नुस्, ल हेर्नुस् गाइजहरु, कागतीको झुप्पा हेर्नुस्। ल यस्तो फलिरहेछ है गाइजहरु। ल कागती यहाँदेखि लिएर उतैसम्म चाहिँ गाइजहरु, वहाँसम्म उता 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 फलिरहेछ, एकदमै फलिरहेछ गाइजहरु। ल यस्तो छ कागतीको बोट। यो चाहिँ अर्ग्यानिक है साथी हो, एकदम अर्ग्यानिक। यसलाई दबाई पनि छिटेको छैन, सिर्फ यसलाई गोडमेल सिर्फ अनि मोलजोल मात्रै हो। यसलाई कुनै पनि विषादीयुक्त मोलहरू अनि दबाईहरू प्रयोग गरेको छैन। यो चाहिँ अर्ग्यानिक हो है साथी हो। तपाईहरुलाई चाहिन्छ भने कन्ट्याक्ट गर्नु होला।